सो फाइनली हामी चाहिँ यो कुन ठाउँ हो थाहा भएन भाउजू यो कुन ठाउँ ओए तिमीलाई मैले सोल्टी ल्याइदिएको छु सोल्टी सबभन्दा कलिलो अनि अलिक कलिलो अनि सबभन्दा छिपे सो वेलकम टु माई न्यू ब्लग सबैजनालाई अनि सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ म भ्रमणको लागि जान लागेको छु अनि मेरो बाइक हेर्न सक्नुहुन्छ अनि म चाहिँ अब यहाँदेखि मामली गाउँ जान्छु होला मामली गाउँदेखि मात्र म तपाईँहरूलाई मोटो ब्लग देखाउने छु होइन अब चाहिँ हामी एकैचोटि मामली गाउँ पुगेपछि भेट्नुपर्छ सो अहिले चाहिँ म मामली घर पनि आइपुगिसकेको छु अहिले चाहिँ शीतल तरिकाले हाम्रो मामलीमा हेर्न सक्नुहुन्छ अनि हाम्रो यात्रा आज कहाँ भाउजू आज हाम्रो हिल्याङ 5 स्तरको हिल्याङ 3 नुप्सापाङबेसम्मको त्यहाँसम्म चाहिँ हाम्रो आज यात्रा हुन्छ होला नुप्सापाङबे है हाम्रो भाउजूको भाइको बिहेमा जान लागेको छौँ हेर्न सक्नुहुन्छ अब चाहिँ खाजासाजा खाएर चाहिँ हामी चट्टसँगले चाहिँ अब लाग्छौँ होला अहिले चाहिँ दाइ चाहिँ भोलि जानुभएको रहेछ अनि फेरि मैले चाहिँ मामालाई माथि फेरि ओख्री पुऱ्याउने बेला भइरहेको छ अब ओख्री पुगेर फेरि आएर अनि चाहिँ हामी यात्रा गर्छौँ होला त्यति जेलसम्म पर्खेर बस्नु होला सो फाइनल्ली हामी चाहिँ हिँड्नु पनि सकेको छौँ होइन हाम्रो यात्रा सुरु पनि भइसकेको छ मामली गाउँदेखि चाहिँ दामीसँगले अहिले चाहिँ यात्रा सुरु भइसकेको छ यहाँ चाहिँ केटाकेटीहरू चाहिँ धुलो के साह्रो उडाउँदै बसेको हो हामी चाहिँ मास्कहरू चाहिँ दामीसँगले लगाएर धुलो खाइन्छ कि भन्ने टेन्सनले हामी चाहिँ लगाएर हिँडिरहेको छौँ उनीहरू चाहिँ धुलो उडाएको यार केटाकेटी पनि पुमे त हो तर हुन त होइन यो पनि ठिकै छ त्यहाँ हामीले बोल्ने बाटो पनि केही त छैन अहिले चाहिँ म ताप्लेजुङ हिली ट्याङ के कुन ठाउँ भन्ने चाहिँ म जाँदैछु होइन अहिले चाहिँ भाउजूहरू चाहिँ कहाँतिर पुग्नुभयो अब यो यहाँ देखिराख्नु भएको घर चाहिँ हाम्रो लिली बुनुहरूको घर हो नि त लिली घर छ चिना बुनुहरूको घर हो हाम्रो दाजुभाइ कता पुग्नुभयो अहिले चाहिँ फेरि बाइकले पनि तान्दैन क्या गिटी चाहिँ थियो हो क्या कुरा चाहिँ र अहिले चाहिँ म जसरी नै तनाउँछु भनौँ न यो त कसम म धेरै बोल्नु त सक्दिनँ होला तपाईँहरू इन्जोय गर्नु न यसरी राइडिङ इन्जोय नै गर्नु होला भनेर चाहिँ म धेरै नै आशा के अरे उयो गर्छु रिक्वेस्ट गर्छु तपाईँहरूलाई अहिले चाहिँ म कहाँ पुग्यो सो गाइज होइन भाउजू र दाइ चाहिँ अहिले तल पुगिसक्नु भएको सकेको रहेछ होइन अलिक धेरै तल भनौँ न अनि म चाहिँ हतारले गइरहेको छु बिन्दास तरिकाले होइन अब चाहिँ म पनि छिटै भेट्छु होला दाइहरूलाई चाहिँ म तल पुगिराख्नु जस्तो लागेको छ मलाई चाहिँ अनि अघि तपाईँहरूलाई पनि भनिसकेको छु अघि होइन ताप्लेजुङको हाम्रो भाउजूको भाइको बिहे चाहिँ यसो खान जाँदैछु म चाहिँ ल मस्तसँगले यसो भ्लग स्लग बनाउँदै होइन अनि तपाईँहरूलाई चाहिँ किन एउटै भ्लग मात्रै कतिचोटि देखाउँ भनेर चाहिँ एउटै ठाउँको मात्रै होइन अनि यसो यात्रा गरिदिउँ न आज चाहिँ भनेर म पनि लागिसकेको छु हाम्रो भाउजूको भाइको बिहे खानु चाहिँ होइन मस्तसँगले अहिले चाहिँ हाम्रो भुवन भाइको घर पनि आइपुग्न लागिसकेको छु म चाहिँ अनि भनौँ न आज चाहिँ तपाईँहरूलाई चाहिँ बबाल भ्यूहरूको अनि बबाल भ्लग आउनेछ आज चाहिँ भनौँ अनि प्लस भोलि चाहिँ हाम्रो म्यारिडको भ्लग पनि आउँछ होला मस्तसँगले सबैजनाले माया गरेर हेरिदिनुहुन्छ भन्ने चाहिँ धेरै नै आशा गर्छु म चाहिँ प्लस अनि त्यही हो भनौँ न सबैजनाले यसरी नै माया गरिदिनु होला भन्ने कुरा चाहिँ हो मेरो पनि सधैँभरि यसरी नै माया गरिदिनु होला अनि लाइक सब्सक्राइब गर्नु पनि नबिर्सिदिनु होला भन्दै म चाहिँ हाम्रो आफ्नो गन्तव्यतिर हिँड्दैछु घरिघरि यो हुन्छ नि यो मेरो यो ओडहरू चाहिँ चिप्लिन्छ क्या हाड नभएको जिब्रो चाहिँ चिप्लिन्छ के भनौँ कसो भनौँ कता उयो हुन्छ होइन त्यो कुरामा चाहिँ डनम्यान नगर्नु होला नरिसाउनु होला होइन यस्तै हो त्यस्तो अब भनौँ न
भ्लग बनाएको त धेरै नै भइसक्यो तैपनि कहिलेकाहीँ चाहिँ यसरी नै मुख चिप्लिन्छ क्या। अब के भनौँ बुझ्नुभयो तपाईँहरूले होइन। अनि कहिलेकाहीँ चाहिँ मेरो भोइस पनि अड्किन्छ क्या, कस्तो भनौँ के गरौँ भन्दा कुराले चाहिँ होइन गिड्डी पार्छ होइन। अनि कतिको तपाईँहरूको यो भनौँ न तपाईँहरूलाई के कस्तो लाग्छ मेरो भ्लग चाहिँ होइन कमेन्ट गर्नु सक्नुहुन्छ तपाईँहरूले चाहिँ बिन्दास तरिकाले। अब आज चाहिँ हाम्रो ताप्लेजुङको सोल्टिनीहरूलाई चाहिँ जिस्काउने हो मस्तसँगले। अनि भनौँ न अनि तपाईँहरूलाई चाहिँ यो भ्लग चाहिँ कस्तो भने अब धेरै मिनटको चाहिँ हुनु पनि सक्छ, धेरै मिनटको पनि हुनसक्छ, धेरै नमिनटको पनि नहुनसक्छ, जे पनि हुनसक्छ होइन। जे हुन्छ अब देखा जाएगा भरे। अनि यो भ्लग चाहिँ म घर आइपछि मात्रै पनि हाल्न सक्छु। अब नेट वाइफाईहरू छ भने चाहिँ अब उतै हाम्रो भाउजूकैदेखि पनि भाउजूकै घरदेखि पनि हाल्न सक्छु होइन, जे पनि हुनसक्छ। यो भ्लगको चाहिँ अब टुङ्गो छैन है। ल अब चाहिँ एकैचोटि हामी पर पुगेपछि हाम्रो फेरि मोटो भ्लगमा भेट्नुपर्छ। सो फाइनल्ली दाजु र भाउजूलाई पनि भेट भइसकेको छ हाम्रो चाहिँ घर दाजु र भाउजू पनि हुनुहुन्छ। हजुर बाटो चाहिँ भुलेको भन्दा पनि दाइलाई फोन गरिरहेको थिएँ कि कृष्ण। अनि यति छिटो त नकुदाउनु पर्ने दाइले भन्छ अघि कहाँ पुगेँ आइपुगिसक्नु भएको रहेछ। एकछिन वेट बसेँ नि त म। अनि यहाँ देख्न सक्नुहुन्छ दाजु र भाउजूलाई चाहिँ अब यहाँदेखि चाहिँ हामी उडाल जान्छौँ। ल अहिलेसम्म चाहिँ मेरो यात्रा चाहिँ यहाँसम्म मात्र भएको थियो नि त। अब चाहिँ हामी तलपट्टि जान्छु म चाहिँ यसो दामीसँगले। नि त रमाइलो भइरहेको छ आज चाहिँ, इन्जोय पनि भइरहेको छ होइन। धुलै पनि खाइरहेको छ। बेस्ट छ यहाँ धुलोले चाहिँ आज मरिन्छ जस्तो भइरहेको छ मलाई चाहिँ अब भनौँ न। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि सबैजना राम्रोसँग बस्नु होला होइन। अनि भ्लगमा चाहिँ लाइक र कमेन्ट पनि गर्नु नबिर्सिदिनु होला। धुलो खाइयो आज चाहिँ मस्तसँगले। अब यहाँदेखि चाहिँ न्युटनमै चल्लिउँ कि जस्तो लागिरहेको छ। हेरौँ त न्युटनमै गएछु ल। अब चाहिँ यहाँदेखि चाहिँ म न्युटनमै हाल्छु होइन। कहाँसम्म चाहिँ न्युटनसम्म चाहिँ गइन्छ थाहा भएन। मेरो भोइस सुन्दै हुन्छ कि हुन्न, अब भोइस सुन्दै हुनुहुन्छ भने चाहिँ धेरै नै म आशा गर्दै म मेरो गन्तव्यतिर हिँड्दैछु है त। अहिलेको भ्यूहरू हेर्न सक्नुहुन्छ हाम्रो यो हाम्रो कुन भनौँ न अब यो ठाउँको नाम खत्रापा कि खत्रापा खोइ भन्नुपर्ने भने झन्डै साह्रै भुलिनु। यो बानी मेरो चाहिँ क्या अब यो बानी चाहिँ अति नराम्रो खालको छ क्या। यो छाडो बोल्ने चाहिँ अति छाडो बोल्छु क्या म चाहिँ। आजभोलि चाहिँ मैले यो कम गर्दैछु क्या छाडाहरू चाहिँ बोल्नु। तर अब बिस्तारै पुरै छोडिदिन्छु। अब धुलो खाइयो यार आज चाहिँ कसम अति धुलो खाइयो यार। ओह लास्ट धुलो खाइयो यार लास्ट। अब चाहिँ हल्का अलिकति मुनि पुगिसकेपछि चाहिँ हामी फेरि पनि भेट्नेछौँ हाम्रो ब्लगमा। कस्तो दामी देखेको क्या भ्यू यार, अति बवाल दामी यार। यत्तिको भ्यू हेर्दै बाइक कुदाउनु जति मजा केमा छ र यार। अनि धुलो खाँदै मस्तसँगले बेस्ट अफ द बेस्ट तरिकाले बाइकले चाहिँ धोका नदियोस् भन्ने चाहिँ धेरै नै आशा छ होइन। अनि मेरो बाइक चाहिँ कहिलेकाहीँ चाहिँ स्टार्ट हुँदैन नि त। अनि त्यही कारणले चाहिँ गिद्दी छ क्या। बाइकले स्टार्ट अफ चाहिँ भइदियो भने चाहिँ अनि चाहिँ धेरै नै गाह्रो चाहिँ हुन्छ है। स्टार्ट अफ भन्दा पनि कस्तो भने कहिलेकाहीँ स्टार्ट हुनु चाहिँ अलिकति के अरे मान्दैन क्या। अनि चाहिँ त्यही कारणले हल्का रिस्क पनि उठ्छ बाइकसँग चाहिँ। तर पनि केही छैन, बाइकले यत्तिको साथ दिइरहेको छ भन्दै हाम्रो यात्रा सुरु भइसकेको छ। तपाईँहरूले पनि थाहा पाइसक्नु भएको छ होइन त। हाम्रो सुत्तामा कटाउने खालको छ त यार बवाल तरिकाले। के हो यता हेर्न सक्नुहुन्छ यहाँ त के हो खोला नाला जस्तो छ त हो। नै त धुलोको बर्सात मिठो खाइँदैछ यार। धुलोको बर्सात चाहिँ मिठो हुँदैछ हाम्रो चाहिँ आज चाहिँ फर्स्ट टाइम हो मेरो पनि भाउजूसँग चाहिँ भाउजूको घर गएको चाहिँ मेरो।
अहिले चाहिँ बबाल तरिकाले होइन के के खवाइसकेको छ नि त, त्यही कारण तपाईँहरूको सामु फेरि पनि म आइसकेको छु। बबाल लाग्यो क्या मलाई चाहिँ, अनि बबाल भन्दा पनि यसो नेचरहरू चाहिँ बेस्ट लाग्यो, अनि त्यही कारणले तपाईँहरूलाई पनि देखाइदिउँ न भन्ने कुराले चाहिँ म अनि फेरि मोटो भ्लगमा जोइन भइसकेको छु होइन। अहिले चाहिँ मस्तसँगले हाम्रो यात्रा पनि भइरहेको छ दाजुभाउजूहरूसँग चाहिँ। हाबी यतिको अफरोड रोड भएन भने यतिको धुलो नखाइ गयो भने त कहाँ मासु भात कहाँ पच्छ त यार। सानो सानो टर्निङ क्या तर सानो सानो टर्निङ क्या तर अति सानो हाबी दुबई। अब चाहिँ हामी लगभग खोलै पुगेपछि भेट्छु मलाई। सो गाइस अहिले चाहिँ म खोला पनि आइपुग्न लागिसकेको छु। धुलो क्या मोबाइलले थिएँ होइन, अनि यो क्यामेरादेखि पनि धुलो भइरहेको छ होइन। नपुसी डाइरेक्ट मैले चाहिँ भिडियो पनि बनाइसकेको छु। अनि अब चाहिँ हामी पुल पुग्नु नै लागिसकेको छौँ। अफरोड रोडले चाहिँ हल्का मारिरहेको छ होइन, अनि सबैभन्दा अफरोड रोडले भन्दा पनि धुलोले चाहिँ बरु मारेको छ बबाल तरिकाले। अनि फेरि यहाँतिर सानो टर्निङ क्या, त्यो चाहिँ गिड्डिकेसन तर पनि ठिकै छ। सिट्टामा कुदाउने मान्छे हो कि आफू त, त्यो रोडहरू त हामीलाई केही पनि जस्तो लाग्दैन। अनि प्लस के पनि हो भने चाहिँ आजको दिनमा चाहिँ डह्रो गलिन्छ जस्तो चाहिँ मलाई फिल भइसकेको छ। लास्टै नै गलिन्छ होइन। गएर झाप्पसँगले भाउजूहरूको घरमा पुगिसकेपछि चाहिँ यसो एक निन्द्रा चाहिँ हानिदिनु पर्छ चाहिरहेको छ। भाउजूहरू चाहिँ र दाजुसँग डल्लो टर्निङमा पुगिसक्नु भएको रहेछ होइन मस्तसँगले। अनि म यहाँतिर अनि हेर्नु सक्नुहुन्छ हाम्रो उता पारी नि त, त्यो पारी चाहिँ मैले थाहा भएन कुन रोडदेखि आउने हो भनेर चाहिँ मलाई, तर हाम्रोदेखि चाहिँ यहीँदेखि जानुपर्छ सायद। भनौँ न हामी चाहिँ लगभग 4 घन्टामा चाहिँ हामी भाउजूको घर पुग्छौँ जस्तो लागेको छ मलाई चाहिँ। अब छिटो कुदाइरहेको छौँ छिटो त, तर के हुन्छ यात्रा भन्ने चिज अब त्यस्तै हो नि। यहाँदेखि स्टेडियम के छ होला, यहाँदेखि स्टेडियम भने ए रहेछ नि यार, थिएँ सानो टर्निङ रहेछ तर रहेछ नि यार। मैले मिस्टेक गरेँ नि केटा हो, मैले मिस्टेक गरेँ केटाकेटी हो, मैले मिस्टेक गरेँ। तर ठिकै छ केही छैन। अनि मेरो भ्लग चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ यसो कमेन्ट पनि गर्न चाहिँ नबिर्सिदिनु होला। इफ तपाईँहरूले कमेन्ट गर्नुभयो भने चाहिँ यसो मलाई हौसलाहरू चाहिँ मिल्छ नि त। ओ ल है त तपाईँहरूलाई चाहिँ मेरो भ्लगहरू चाहिँ मन परिरहेको रहेछ है भन्ने टाइपको मलाई पनि यसो हौसला हुन्छ। अनि यसो भ्लग यो होइन राम्रो ल्याउनु पनि सक्छु भनौँ न, तर म ल्याउनु त सक्छु होइन, ल्याउँछु पनि। अब यसरी घुमिरहेको छु होला सायद भनौँ न। अब अहिले यसरी घरदेखि पनि अलिकति धेरै हिँड्नु पनि पाइँदैन नि त, घरमा पनि धेरै काम हुन्छ। यो चाहिँ आज यसो भाउजूको भाइको बिहे भएर चाहिँ यसो हिँड्नु पनि पाएको हो म चाहिँ होइन। यसो भाउजूले नि लग्छु नि त अन्त यसरी कुरा गरेर चाहिँ। के हो पाहाड त यार अति बवाल देखिँदो रहेछ यार। अन्त तपाईँहरूलाई उहाँ तलको सिनेरीहरू त देखाउनै पर्यो होइन मैले दामीसँगले मस्तसँगले यात्रा भइरहेको छ। म तपाईँहरूलाई उनीदेखि ठ्याक्क देखाउने छु अफरोड रोडको भ्यूहरू पनि इन्जोय गर्दै हिँड्न सकिन्छ है भनेर चाहिँ। यहाँदेखि त देखिन्छ कि भनेर देखिँदैन रहेछ। अब एकचोटि अब सिनेमेटिक भिडियो बनाउन पायो भने सिनेमेटिक भिडियोमा देखाउनेछु, नत्र यत्तिकै म भनौँ न आज चाहिँ हतारले नै गइरहेको छौँ। अब कहीँ नबसी नउठी हिँडिरहेको छौँ, हिँडेको होइन। त्यही कारणले अब चाहिँ एकैचोटि हामी खोला पुगेपछि भेट्नुपर्छ फेरि हाम्रो मोटो भ्लगमा। मेरो मात्रै होइन तपाईँहरूको पनि मोटो भ्लग, त्यसैले राइड विथ
विल्सन ब्लग्स कस्तो सुन्नु र ल गाइस अब चाहिँ हामी खोला पुगेपछि भेटौँला। सो फाइनल्ली अहिले चाहिँ हामी खोला पनि आइपुगिसकेको छौँ। प्लस यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो पुल यस्तो तरिकाले। अनि के भने चाहिँ अहिले चाहिँ धुलै भइरहेछ, बाइक पनि हालत खराब भइरहेछ यार, बाइकको पनि ओभर धुलै भइरहेको छ। अनि यहाँ खोला टरेर जाने हो कि अब यो पुलदेखि जाने हो थाहा भएन। यहाँ चाहिँ हाम्रो दाइजो जाँदै हुनुहुन्छ त्यो बाटो हेर्नु चाहिँ मस्तसँगले। अनि न्युटनमा मात्रै ल्याएको हो, अनि बाइक टाटिएको हो कि के हो थाहा भएन, कि ब्रेक सोल टाटिएको उयो चाहिँ थाहा भएन। मलाई चाहिँ बबाल तरिकाले टाटिरहेको छ होइन मस्तसँगले। अनि यहाँदेखि हेर्नु सक्नुहुन्छ तपाईँहरूले चाहिँ अहिलेको भ्यूहरू चाहिँ बबाल तरिकाले। यो साइडमा चाहिँ बबाल छ क्या भ्यू। अनि आज थम्बनेल फोटो पनि खिचेको छैन, अब फोटोसोटो पनि खिच्नु पर्ने छ थम्बनेल फोटोहरू चाहिँ। अनि चाहिँ हामी भेट्ने अब लगभग यो यहाँदेखि हानेको राइड चाहिँ तपाईँहरूलाई म देखाउनेछु। ल अहिलेको लागि बाई बाई। सो फाइनल्ली अहिले चाहिँ बाइक पनि टारिसकेको छु। यो त्यहाँदेखि खोला पारीदेखि यहाँ हेर्न सक्नुहुन्छ बाइकको अवस्था चाहिँ धुलो। यहाँदेखि हामीले भनौँ न टारेको ठ्याक्कसँगले। अब चाहिँ हाम्रो यहाँदेखि फेरि पनि यात्रा सुरु हुन्छ होला। अब यात्रा सुरु भएको बेला पनि भेट्नुपर्छ। फर्स्ट टाइम यसरी पुल पनि बाइकदेखि टरियो होइन, हेर्न सक्नुहुन्छ पुल चाहिँ यति लामो थियो। प्लस तपाईँहरूलाई चाहिँ मैले राइडिङमा चाहिँ किन आज चाहिँ देखाइनँ, मैले अलिकति एक्सट्रिम अफ रोडै थियो त्यही पनि देखाउनु चाहिँ पर्ने हो। तर मैले आज चाहिँ भरे लडिहाल्यो भने चाहिँ मोबाइल जान्छ कि भन्ने टनरले चाहिँ मैले भिडियो बनाइनँ। त्यसको लागि म सानो माइक छु। अनि के कस्तो लाग्छ भिडियो अहिलेसम्म के कस्तो लागिरहेको छ होइन, र कमेन्ट गर्नु चाहिँ नबिर्सिदिनु होला। सो हजुर त्यो पनि हो। अब चाहिँ यहाँदेखि हामी यात्रा गर्छौँ होला लगभग। अब यहाँदेखि यो यात्रा सकेपछि कहाँ पुगिन्छ भाउजू? यो यात्रा पछि हामी भुल्के पुग्छौँ होइन। हजुर भुल्केपछि हामी ठ्याक्कै कोरिडोरको बाटो भुल्केमा कोरिडोरको बाटो भेट्छौँ। अन्त हामी यस पारामा फिलिलिली जाने हो। ल अब चाहिँ हामी डाइरेक्ट कोरिडोरको रोड आइपुगेपछि मात्रै भेट्नुपर्छ होइन। त्यहाँदेखि चाहिँ बेस्ट तरिकाले तपाईँहरूलाई फेरि पनि मोटो भ्लग देखाउनेछु। अनि अहिलेको हालत चाहिँ बहुत नराम्रो भइरहेको छ होइन भाउजू, हालत खराब। घरि बाइक स्टार्ट हुँदैन नाप्छ, कम्ता ढिकाल्नु पर्यो हामीले। अनि त त्यो बरुभन्दा माथि तराएर ल्याएको भए हुने थिएछ नि। ढिकाल्नुले परेन कि त्यति साह्रो घर बस्यो भने जुत्ता सुत्ता उयो ढुन्दा सुन्दा त्यही भएको अरू के होइन। ल अहिलेदेखिबाट होइन होइन हजुर म वेट गर्छु यार, छैन दाजुभाइ त हराक्कै। अब चाहिँ हामी एकैचोटि आँखा झिमिक माल गायब भयो क्या हो भन्छु। कोरिडोरको रोड पुगेपछि चाहिँ भेट्नेछौँ। सो फाइनली हामी चाहिँ कोरिडोरको रोडमा आइपुगिसकेको छौँ। यहाँदेखि हेर्न सक्नुहुन्छ हाम्रो कोरिडोरको रोड चाहिँ। अनि यहाँदेखि पर चाहिँ हाम्रो यासोक जाने ठाउँ यासोक जानुपर्छ। अनि यो साइड चाहिँ हाम्रो भाउजूहरू घर रहेछ। यो कुन ठाउँ मैले पनि थाहा भएन होइन। यो ठाउँ चाहिँ को बारेमा चाहिँ अब यहाँ यसो कति खाइन्छ के अरे सिस्टम खाइन्छ होला। अनि यसरी सिस्टम खाइसकेपछि चाहिँ हामी बाटो हाम्रो गन्तव्यतिर लागिन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ आजको मेरो हालत चाहिँ। अब दाइलाई चाहिँ त्यसो ट्र्याक चाहिँ किन लाउनुपर्छ कि के होस् हो होइन, हेरौँ न। ल अहिलेको लागि चाहिँ बाई बाई। सो अब चाहिँ हाम्रो मोटो भ्लग पनि सुरु भइसकेको छ होइन मस्तसँगले। गिड्डी पो भयो त यार, यहाँ उयो पो लाउनु बिर्सेको रहेछ नि हौ, खिप लगायो भने त गिड्डी पो हुन्छ त यार। त्यो गरेर अब चाहिँ हाम्रो यात्रा अब सुरु हुन लागेको छ होइन। अब चाहिँ हाम्रो यात्रा पनि सुरु भइसकेको छ। अब चाहिँ हामी बिस्तारै जान्छौँ होला होइन। अब चाहिँ पिछै पिच हो क्या लगभग भनौँ न, पिछै पिच छ मस्तसँगले। अनि अब चाहिँ हाम्रो भाउजूको घर यहाँदेखि पनि अझै हाम्रो ओख्रेटेर चाहिँ म ओख्रेदेखि धरानसम्मको यो भनौँ न अझै 3-4 घन्टा लाग्दो रहेछ। ठिकै छ त्यही पनि अब बिस्तारै जाने हो, आरामले जाने हो होइन। अब पुगिन जतिखेर नै पुगिन्छ। अब बिस्तारै पिस तरिकाले होइन गइन्छ। अनि ब्याट्री पनि ओभर प्याक भइसकेको रहेछ मेरो चाहिँ। अनि प्लस के भयो भने चाहिँ त्यहाँ क्या मैले कहाँ सोधेको क्या त्यत्रो धुलोहरू चाहिँ कहाँदेखि लगेर आउनु भयो अरे क्या। अब खजर जाने रोड त हाम्रोदेखि भनेको त्यहाँ पनि रोड छ त अरे क्या। आम्मामा के भन्नु छ र यार,
तर म यतातिर चाहिँ अब ससुरो गाउँ बनाउँदिनँ होला यार केटाकेटी हो। यहाँ त कसम धुलो अब धुलो खाइएको क्या, अति धुलो खाइयो क्या। अब दाबले मतलब अब पास्टरको भनौँ न कुन ठाउँ चाहिँ ठ्याक्क बिर्सेँ, तर अब त्यहाँको सोल्टिनेहरूले चाहिँ अब नहर्ला जस्तो पो भयो त हौ पिर त यार। किनकि बाइकदेखि हेर्नु सब धुलो खाइरहेको छौँ क्या हामीले चाहिँ, अति धुलो। त्यो सेफ्टीको यो रोड यता चाहिँ राम्रै बनाउनु भएको रहेछ भनौँ न। अब यो के हो यो लु ठिकै छ, यतिको रोड चाहिँ राम्रै छ, गिटी नै गिटी रहेछ हल्का। अब यस्तोमा चिप्लेर लड्यो भने चाहिँ होइन स्वर्ग पुगिन्छ होइन। इन्जोय गर्नु होला, यो हाम्रो नेचरसँग चाहिँ रमाइलो गर्नु होला। अनि मलाई चाहिँ के लाग्यो भने चाहिँ आजको भिडियो चाहिँ धेरै मिनटको हुन्छ जस्तो लागेर चाहिँ सोचिरहेको छु मैले चाहिँ होइन। अघिदेखि घरदेखि हिँडेको भिडियोहरू बनाइछु होइन मस्तसँगले। अनि एङ्गल चाहिँ मैले राम्रोसँगले बनाउनु चाहिँ ट्राई गरिरहेको छु होइन। एङ्गल चाहिँ राम्रो मिलिरहेको छ भन्ने चाहिँ धेरै नै मैले आशा गरिरहेको छु। प्लस अनि अब के भन्नु तपाईँहरूलाई चाहिँ सबैजनालाई होइन, अब के भन्नु माया छ है मेरो सब्सक्राइबरहरूलाई चाहिँ होइन। र अब चाहिँ हामीले हल्का तल पुगेपछि चाहिँ भेट्नुपर्छ इन्जोय विथ म्युजिक भिडियो। अहिले चाहिँ हाम्रो बबाल तरिकाले यात्रा भइरहेको छ होइन। अनि अघि झन्डै क्या कस्तो भने कस्तो भन्ने ओभरटेक गर्दा चाहिँ एउटा मान्छेले क्या झन्डै ठोकेर गएन यार, मलाई चाहिँ झन्डै मारेन यार मलाई। ठ्याक्क म्युजिक भिडियोको लागि चाहिँ भिडियो बनाउँदै थिएँ होइन मैले, यसरी नै हिँडेर चाहिँ स्वाट्टै जानु गयो क्या। कस्तो पागल मान्छे रहेछ यार। अनि अब उसलाई पनि हतारै थियो कि के हो त्यो थाहा भएन होइन। तर अलिकति बेसी नगएको भएको हुन्थ्यो जस्तो लाग्यो मलाई चाहिँ। अब आफ्नो गल्तीले गर्दा अरूलाई पनि समस्या पर्छ क्या। त्यो मान्छेहरूले किन नबुझेको मलाई थाहा भएन, तर समस्या चाहिँ पर्छ लाग्छ मलाई चाहिँ होइन। अब आफ्नो हिसाब आफ्नो कुरा हो, आफूले गर्दा चाहिँ अरूको पनि नोक्सान चाहिँ हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। अस्तिकाल त्यस्तो चाहिँ गर्नु नराम्रो हो। अब तपाईँहरूले पनि बिस्तारै कुदाउनु होला। कोले मेरो भिडियोहरू हेरिनुहुन्छ होइन, यदि तपाईँहरू पनि बाइक कुदाउनुहुन्छ भने चाहिँ अलिकति आफ्नो लेनमा चाहिँ कुदाउनु होला भन्छु म चाहिँ। अब यहाँ अलिकति माथि पुग्नुपर्छ, फेरि पनि हामी मोटो भ्लगमै हेर्नुपर्छ। यो कस्तो घरिघरि चाहिँ क्या अब यो के भनौँ तपाईँहरूलाई होइन। यो अब यो रोड कस्तो, यो रोडमा मजाले बाइक तानिरहेको छ नि त होइन। अनि त्यही कारणले चाहिँ मैले चाहिँ क्या अब यो 5 गियर मात्र छ मेरो त बाइक 160 हो होइन, 6 गियर छ होला भ्या गर्छ क्या। आम्मा भएर त बाइक गयो, अब सक्यो बाइक भन्ने जस्तो लाग्छ। फिल त्यो टाइपको फिल आउँछ क्या मलाई चाहिँ। अब त अलिकति होसियारले पुऱ्याउने बेला भयो। 5 गियरमा अब 5 गियरसम्म चाहिँ बाइक जस्तो आम्मामा 6 गियर छ जस्तै सोचेर आम्मामा भ्या हुने गरी कुदाइ चाहिँ कस्तो बाख्रा जस्तै कराइयो यार। त्यस्तो उयो फिल भएको क्या मलाई चाहिँ क्या। अब उयो हुन्छ नि होइन। त्यो ब्रेकहरू पनि पर्फेक्ट छ है मेरो चाहिँ चाहिँ होइन। यहाँ चाहिँ हल्का रोडहरू बनाउँदै हुँदो रहेछ। यो सेफ्टीको रोड चाहिँ राम्रै हो भनौँ न, तर घरिघरि चाहिँ मिस्टेकले क्या अब त्यो हुन्छ क्या। यो चाहिँ अब अहिले चाहिँ 4 गियरमा छ होइन, कस्तो मिस्टेकले बिर्सिन्छु क्या। अब कस्तो भने बाइकले टानिरहेको छैन, अनि आउँ जति बटाएर त्यति मजा आउँछ होइन। अनि त्यो टाइममा चाहिँ बिर्सेर चाहिँ क्या 6 गियर लाउनु खोजिँदो रहेछ क्या। अनि गिट्टी हाल्छ क्या। तर हेर्नु सक्नुहुन्छ अहिले त्यो रोड चाहिँ यतिको दामी नै बनाइदिएको हो भनौँ न। मलाई चाहिँ नो डाउट यतिको चाहिँ दामी लागेको हो होइन। अनि आजको राइड चाहिँ बबाल हुने भयो। आज चाहिँ 1 घन्टा होस् सर, आधी घन्टाको भिडियो होस्, तर आज हालिदिन्छ क्या भिडियो चाहिँ बाल नगरी।
फोनभन्दा अब लो क्वालिटी हल्का लो क्वालिटी 180मा हालिन्छ होला। तर आज भिडियो चाहिँ बबाल तरिकाले तपाईँहरूलाई इन्जोय होस् होइन, बबाल होस् त्यसरी नै म आज चाहिँ हाल्दैछु होइन भिडियो चाहिँ। ल है तपाईँ एकैचोटि पर भेटौँ है त ल गाइस। यहाँ चाहिँ सानो बस्ती रहेछ है, अब दामी लाग्यो यहाँ सक्नुहुन्छ अहिले चाहिँ बस्तीहरू चाहिँ बवाल लाग्यो। यहाँ सानो चिप्लो गरेको बस्ती रहेछ भनौँ न। अनि यो मलाई मात्रै भएको हो कि होइन तपाईँहरूलाई पनि हुन्छ होइन। अब मलाई चाहिँ अब कस्तो लाग्छ भने चाहिँ आफ्नो एक्सपिरियन्स हो होइन। के अरे यो कहिलेकाहीँ चाहिँ ओभर दामी तरिकाले बोलिन्छ होइन, कहिलेकाहीँ चाहिँ बोल्ने अप्ठ्यारो के बोल्नु कसो बोल्नु टाइपको फिल हुन्छ क्या। कहिलेकाहीँ चाहिँ शब्दै आउँदैन क्या, के शब्द चाहिँ बोल्नु टाइपको फिल आउँछ क्या। शब्दै अब हुन्छ नि अब मुखदेखि युजै हुनु मान्दैन क्या। कहिलेकाहीँ चाहिँ त्यो त्यस्तो हुन्छ क्या। अब मलाई मात्रै भएको हो कि अरू युट्युबरहरूलाई पनि हुन्छ त्यो चाहिँ मलाई थाहा भएन। अरू युट्युबरलाई चाहिँ हुँदैन होला, मेरो चाहिँ यो सुरुको भएर पनि हुनसक्छ होइन। त्यही कारणले अहिले चाहिँ 5 गियरमै छ भनेर म हिँडिरहेको छु किनकि अब घरिघरि चाहिँ अघि तपाईँहरूलाई पनि मैले भने होइन बाहिर टाँगिरहेको छ होइन। अनि झन् म चाहिँ स्पिड क्या, अब स्पिड चाहियो क्या अब। अनि गियर यसरी झ्याप गर्नु खोज्छु क्या। अघि दुई तिनचोटि चाहिँ ड्राङ भयो क्या। कुन दिन चाहिँ म बाइक सक्छु जस्तो लाग्छ त गर्ने केही छैन। अब यो मोटो भ्लगमा सक्सेस भयो भने चाहिँ म बुलेट बाइक चाहिँ पर्खिनु पर्खिरहेको छु होइन। किन्नु पनि सक्छु नकिन्नु पनि सक्छु, जे पनि हुनसक्छ होइन। तर किनेरै छाड्नु हो बुलेट बाइक चाहिँ। अब एकछिन तपाईँहरू स्पिडमा रमाउनु होला। अब एकछिन त नबोल्नु ल गाइस। हाबी दुबई ल अब चाहिँ हामी पर यो देख्नु भयो यो डाँडा कटेपछि चाहिँ हामी फेरि मोटो भ्लगमा चाहिँ भेट्नेछौँ हामी। सो गाइसहरू सक्नुहुन्छ अहिले चाहिँ ढुलो खाएको अवस्था होइन, अति ढुलो खायो यार कसम। क्यामेरा पनि पुस्छौँ भनेको अब उयो भएन, नरिसाउनु होला। यो क्यामेरा चाहिँ यस्तै भयो आजको दिन चाहिँ होइन। ढुलोले मजाले पुस्नु खोजेको पुस्दैन त अब के गर्नु होइन। अनि अब ढुलै खायो, यस्तो ढुलो खाएको छ कि तपाईँहरूलाई के भन्नु त यस्तो मान्छे नै हराइन्छ जस्तो लागिसक्यो यार। त्यस्तो धुलो उडिआएको छ यार। सो सुनिराख्नु भएको छैन होइन। मैले चाहिँ यो लगाएर चाहिँ मैले भिडियोमा स्टार्ट गरिसकेको हो होइन। खासै अब धुलो खाइन्छ अनि के गर्नु त यार। ल अब चाहिँ एकैचोटि हामी राम्रो बाटो पुगेपछि नै भेट्नुपर्छ। यस्तो धुलोमा भिडियो नबनाऊँ होला। सो फाइनली हामी चाहिँ यो कुन ठाउँ हो थाहा भएन। भाउजू यो कुन ठाउँ हो? शिवा दोवान आइपुगिसकेको छु। मैले चाहिँ ढुलो भएर चाहिँ टेन्सन भइरहेको छ। बाइक हेर्नु सक्नुहुन्छ, बाइकको अवस्था पनि यहाँ डाइलाइज के भएको छैन नि। यहाँ हेर्नु न मलाई चाहिँ यो अगाडिदेखि चाहिँ फेरि ड्राइभ गर्न सकिसक्नु भएको रहेछ। सबसे बिजोक चाहिँ मेरै छ यार। अब चाहिँ यहाँ यसो पहिला टोइलेट गर्नु भन्छौँ न हजुर। होइन सर्ट ल अब चाहिँ हामी यहाँदेखि यात्रा गर्छौँ होला। अहिले मैले भ्लगहरू चाहिँ अफ रोडहरू चाहिँ मैले बनाउनु खोजिरहेको थिएँ, तर ऊपर ढुलो अवस्था यस्तो खालको छ हेर्नु सक्नुहुन्छ। त्यस कारणले चाहिँ नरिसाउनु होला। अब अहिलेको लागि बाई बाई। हामी चाहिँ होइन 5 थर र 13 थर भन्दा 8 र 5 थर यो माझी टारमा छु त्यतिखेर। हजुर यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यता जाँदाखेरि आफै जाने हो। हजुर अनि यता यहाँदेखि पर अलिक कति बाटो थियो नि त्यो बाटो हुँदै चाहिँ हामी जाने हो उता हाम्रो माइतीतिर। यो हिल्याङ त हामी टेकिसक्यौँ। टेकिसक्यौँ भाउजू? अहिले चाहिँ ढुलो भइरहेको छ समसे अति ढुलो। अब चाहिँ एक दुईवटा फोटो खिच्छु मलाई। अनि डाइरेक्ट अब चाहिँ हिल्याङ नै चाहिँ होइन यो फेरि हो कि ल अब चाहिँ हामी एकैचोटि भाउजू घर पुगेपछि मात्रै अब भेट हुनेछ हाम्रो ब्लगमा। तिमीहरूलाई मैले सोल्टी ल्याइदिएको छु। सोल्टीलाई भेटेकोमा तिमीहरू कतिको खुसी छ? खुसी हेपी हुनु न सोल्टी। भाइ तपाईँ चाहिँ खुसी कि? यसरी बस्छौँ यहाँ निरा बल्लैले खुसी?
आँखा चाहिँ यता आँखा चाहिँ यहाँ अनि सिंहहरू तोनसिंहहरू के पर्यो तोनसिंहलाई के भयो भन्छ कना चाहिँ मेदुन सिंह भाइ बिकिन्छन् भने कना र तोकपा पोङबा चाहिँ थेमाबे अन्त आफू पनि के भन्नु न हौ सोल्टी नि मन पर्यो कि परेन मेरो गाउँको बहिनीहरू मन पर्यो कि परेन यता सोल्टी नि मन पर्यो कि उहाँ सोल्टी नि मन पर्यो हाम्रोमा त रोजी छ नि सबैभन्दा छिपेको यो हाम्रो त यस्तो छ सोल्टीहरू हेर यहाँनिर लाइभ होइन हौ लाइभ होइन है यो अरे क्या एकछिनमा यहाँ काम गर्दैछ पो भनेर हौ स्विम यता हेर त के खोजेको यो हाम्रो तालामाथि 20 तलाको है यो भोलि बिहे हो आज चाहिँ स्टोर गरेर यसरी राखिएको छ के हो यो सिक्किमे सियामुनी पनि यो चाहिँ के हो नुन रहेछ यो के हो चिनी रहेछ जाँडहरू यस्तो धान त भकारी यहाँ म भिडियो बनाउँदैछु क्या तालामाथि भोलि बिहेको लागि स्टोर रुम यहाँनिर छ